त्रिस्तरीय बालिका सम्मेलन कार्यक्रममा आफ्ना भनाइ राख्दै चाबी नपा सोसेक नेपाल सेभ द चिल्ड्रेन सोसेक नेपाललाई धन्यवाद दिन चाहन्छु। आजको यस मुख्य उद्देश्यलाई आत्मसात गर्दै बोलीमा होइन व्यवहारमा लागू गर्नुपर्छ भन्दै बोलीमा होइन व्यवहारमा लागू गर्नुपर्छ, किनकि आफ्नो नगरपालिकालाई कस्तो बनाउने भनेर अहिले बोल्दा त बोल्नु भयो नि तपाईँहरू, सबैले बोल्नु भयो, घर घर तपाईँहरू बिर्सिनुहुन्छ, थाहा छ मलाई, थाहा छ नि। तपाईँले भाषण त गर्नुभयो नि, भाषण गर्नुभयो, गाउनु भयो, गीतबाट अरूलाई सुनाउनु भयो, तर तपाईँमा त्यो छैन, तपाईँमा त्यो व्यवहार पुगेको छैन। थाहा छ अहिले तपाईँहरू गीत गाएर जति जे गर्नुहोस् न, मलाई थाहा छ तपाईँहरूको घरमा देखाउने व्यवहार र बाहिर देखाउने व्यवहार फरक छ। अब बाहिर देखाउने व्यवहारमा लागू गर्नुहोस् आफ्नो सबै कुरा, घरभित्र देखाउने व्यवहार छोडेर बाहिर देखाउनुहुन्छ नि, जस्तो तपाईँहरू गीत गाएर भन्नुहुन्छ नि, मुक्तक सुनाएर भन्नुहुन्छ नि, हो त्यहीमा लग्नुहोस् आफ्नो व्यवहारलाई, व्यवहारिक बन्नुहोस्, बाहिरको व्यवहारिक बन्नुहोस्, घरभित्र होइन। आमा बुबाले सोध्नुहुन्छ होला नि बेलुका गएर, तपाईँहरू जानुहुन्छ साँझ पुग्नुहुन्छ, आमा बुबाले सोध्नुहुन्छ तेरो कार्यक्रम कस्तो भयो, मलाई त थाहा छैन कस्तो भयो, के हो सुनाएर ठिक्कै बनाइदियो भन्नुहुन्छ, यो त मलाई थाहा छ नि। अब आफ्नो बालिकालाई कस्तो बनाउने भन्ने हजुरहरूको हातमा छ, अनि हजुरहरूले गीत मात्र सुनाएर भएन, अब लागि पर्नु पर्यो नि त। तपाईँहरू बोलीमा मात्रै भएर भएन, बोल्न त जो पनि सक्छ, म पनि बोलिहालेँ, अनि त्यही बोलीलाई लागू गर्नु पर्यो क्या। अब लागि परेर लागू गरेर आफ्नो अब आउने दिनमा बालिका सम्मेलनमा के कस्ता कामहरू भयो त भनेर सुनाउन के भन्नुहुन्छ तपाईँहरू? कस्तो छ त नगरपालिका, चामुण्डा कुन्द्रसैनी नगरपालिका कहाँ पुग्यो त भन्ने बेला, अर्को साल भन्ने बेला के भन्नुहुन्छ? भएन भने के भन्नुहुन्छ? तपाईँहरूलाई प्रश्न हो यो। अब जुन कि तपाईँहरू गीतबाट, गजलबाट, देउडाबाट, जुन प्रस्तुतिबाट तपाईँले भनेर मान्छेलाई सबैलाई आँखा खुलाइदिनु भयो, केही कुरा सिक्नु भयो, तपाईँको अभिभावक साथमा आउनेले सिक्नु भएको छ, र अभिभावकले साँझ गरेर के भन्नुहुन्छ, उहाँकै छोरी मिन्सु भएको छ भने पनि, अनि छोरीलाई के भन्नुहुन्छ भनेपछि उहाँहरू यता नछो मलाई धामी आउँछ भन्नुहुन्छ, तर धामी चाहिँ कहाँबाट आउँछ? देउता चाहिँ कसले बनाएको? तपाईँहरूले बनाएको देउताले, तपाईँहरूले बनाउनु भयो नि त देउता त, त्यो मूर्ति कसले बनाएको थाहा छ? मूर्ति बनाउनुहुन्छ, मन्दिरमा राख्नुहुन्छ, यदि हावाहुरी भूकम्प आउन लाग्यो भने त्यो मन्दिरको मूर्तिलाई देउता हो भनेर त्यहाँ राख्दैन नि। बुझ्नुहोस्, यो समयमा बुझ्नु, यो 21औं शताब्दी हो, हाम्रो नेपाल कहाँ छ? 18औं शताब्दीमा। तपाईँहरू अब त्योलाई छोड्नुहोस्, जति गीतबाट गजलबाट भन्नुभएको छ नि, त्यो सबै व्यवहारमा लागू गर्नुहोस्, बोलीमा होइन। अब मेरो नगरपालिका, मेरो मात्रै होइन, यो देशलाई, पुरा देश कस्तो बनाउने त, यी कुप्रथाहरूबाट कसरी वञ्चित हुने त तपाईँहरूको हातमा छ। एउटाले मात्र हुँदैन, एउटाले हुने भए त म बोलेकै छु नि त, म लागि परेकै छु। मलाई समाजको मान्छे भन्नुहुन्छ त एउटाले गर्दा केही हुनेवाला छैन, त तपाईँहरू सबै लाग्नुपर्छ क्या। जति यहाँ आउनु भएको छ नि, जति बोल्नु भएको छ नि, त्यो मेरो पछि लाग्नुहोस्, हो यही भनाइलाई साथ दिँदै हाम्रै पछि लाग्नुहोस्। सोसेक नेपालले यति कार्यक्रम गर्यो, तपाईँहरूले के बुझ्नुभयो? तपाईँहरूलाई बाहिरको मान्छे आएर सोध्नुहुन्छ होला, तपाईँहरूले के बुझ्नुभयो त? के भन्नुहुन्छ? केही बुझेन। आफ्नो परिचय दिन त हडबडाएर डराएर पछि भाग्ने तपाईँहरू। गीत त गाउनु भयो, आहा गीत त मैले पनि सुनिराखेँ होइन, सुन्दा त सुने, तर त्यो गीतले प्राथमिकता पाउने कि नपाउने तपाईँहरूको हातमा छ। लागि पर्नुहोस्, आफ्नो नगरपालिकालाई सभ्य समाज निर्माण गर्नुहोस्, र आजैबाट लागि परेर सभ्य समाज निर्माण गर्नको लागि आफै लागि पर्नुहोस् भन्दै आजको यस बालिका सम्मेलन कार्यक्रम अन्त्य भएको घोषणा गर्दछु, र म पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार, सधैँभरि यसै गरी लागि पर्नु होला। हस्त नमस्कार, म बिदा हुन चाहन्छु।